Hello friend, welcome to my channel. I am Rahul Naradama. I am currently studying MBBS in Manipal College of Medical Science, पोखरा नेपाल। आजको यस भिडियोमा हामी तपाईहरुले हाम्रो ह्युमन बडीको जेनरल एनाटोमीको एनाटोमिकल पोजिसनहरुको बारेमा केही भन्नेवाला छु। एकदम इम्पोर्टेन्ट छ, ध्यान गरेर सुन्नु होला। सो एनाटोमिकल पोजिसन अफ ह्युमन बडीमा यो एकदम इम्पोर्टेन्ट भिडियो हुनेछ हजुरहरुको लागि। अनि एनाटोमिकल पोजिसन अफ ह्युमन बडीमा पहिलो कुरा हामीले भन्नु भनेको एनाटोमिकल पोजिसन भनेको के हो? व्हाट इज एनाटोमिकल पोजिसन? एनाटोमिकल पोजिसनमा मान्छेको पोजिसन यस्तो हुन्छ के मान्छेको शरीरको जुन पोजिसन हुन्छ, पहिला मान्छे स्ट्यान्डिङ इरेक्ट हुनु पर्यो हैन। अर्को भनेको मान्छेको आर्म्सहरु जुन हुन्छ त्यो साइडतिर हुनु पर्यो, बडीको साइडमा हुनु पर्यो। अर्को कुरा भनेको पाम फेसिङ फरवर्ड, पाम चाहिँ अगाडितिर फेस हुनु पर्यो। आइज आर स्ट्रेट फरवर्ड, आँखा चाहिँ फरवर्डले स्ट्रेट हुनु पर्यो, अगाडितिर फरवर्ड स्ट्रेट गर्नु पर्यो। लेग्स आर प्यारलल, लेग्स भनेको प्यारलल हुनु पर्यो। र फिट एन्ड टोइज आर पोइन्टिङ टुवर्ड्स, फिट र टोइजहरु अगाडितिर पोइन्टिङ गर्नु पर्यो हैन। तिमीहरुलाई एक्जाममा सोध्दाखेरि व्हाट इज एनाटोमिकल पोजिसन? एनाटोमिकल पोजिसन इज दैट पोजिसन इन व्हिच position standing erect, other is eyes straighting forward, palm facing forward, arm at the side of the body, and feet and toes are together. यति लेख्नुभयो भने हजुरहरुले 2 मा 2 मार्क्स पाउनुहुन्छ। अर्को कुरा भनेको एनाटोमिकल पोजिसन र फन्डामेन्टल पोजिसन उस्तै उस्तै छ। फरक के छ भने एनाटोमिकल पोजिसनमा हाम्रो जुन पाम हुन्छ त्यो फरवर्ड फेस गर्छ हैन। तर फन्डामेन्टल पोजिसनमा यो जुन पाम छ यो साइड अफ द बडी, बडीको साइडमा फेस गर्छ, मतलब बडीतिर फेस गर्छ। पाम फेसिङ टुवर्ड्स बडी, बडीतिर फेस गर्छ। So this is the differences between the anatomical position and fundamental position. Now we are talking about the supine and prone. Supine भनेको हामी यसरी सुत्नुलाई supine भनिन्छ, यसरी सुत्नु भनेको prone। So what are the typical characteristics of supine? Supine को typical characteristics हेर्दाखेरि हाम्रो एउटा कुरा भनेको सुपाइनमा के हुन्छ? सुपाइनमा हाम्रो बडी जुन हुन्छ त्यो बडी लाई एट ब्याक, पछाडीतिर बडी लाई हुन्छ, बडी लाई एट ब्याक हैन। बडी चाहिँ पछाडीतिर हुन्छ फेस भएको। अर्को कुरा भनेको हाम्रो आर्म जुन हुन्छ त्यो साइड हुन्छ, बडीको साइडमा हुन्छ, आर्म साइड अफ बडी, आर्म चाहिँ बडीको साइडमा हुन्छ। अर्को भनेको पाम जुन हुन्छ त्यो पाम कतातिर फेस हुन्छ? माथितिर फेस हुन्छ, पाम फेसिङ अपवर्ड सुपाइन पोजिसनमा। र प्रोन पोजिसनमा सुपाइनै पोजिसनमा अर्को कुरा के बुझ्नुपर्छ भने यो जुन हाम्रो फुट छ त्यो फुट टुगेदर हुनुपर्छ। दिस इज द सुपाइन पोजिसन। अर्को कुरा भनेको प्रोन पोजिसन भनेको के हो? प्रोन पोजिसनमा हाम्रो बडी कतातिर हुन्छ? हाम्रो बडी चाहिँ लाई एट चेस्ट, फेस एन्ड एब्डोमेन, एब्डोमेनतिर फेस भयो भने द्याट इज कल्ड प्रोन पोजिसन। अर्को कुरा भनेको लिथोटोमी पोजिसन भनेको के हो? लिथोटोमी पोजिसन एकदम इम्पोर्टेन्ट पोजिसन हो। यो भनेको हाम्रो लिथोटोमी पोजिसनमा हेर्दाखेरि नै हामी भन्न सक्छौँ यो एकदम सुपाइन पोजिसन जस्तै हो हैन। पहिलो कुरा भनेको यो सुपाइन पोजिसन जस्तै हो हैन। यो हाम्रो हिप्स, यो हाम्रो जुन थाई छ त्यो थाई भनेको फ्लेक्स्ड भएको लागिरहेछ हैन। थाई भनेको फ्लेक्स्ड भएको लागिरहेछ हैन। थाई भनेको फ्लेक्स भएको छ। अर्को कुरा भनेको यो जुन लेग्सहरु छ त्यो लेग्सहरु सेपरेट भएको छ हैन। र यो बुटक जुन छ बुटक, त्यो बुटकहरु चाहिँ टेबलको एजमा गएर लाइ भएको छ हैन।
सो दिज आर द लिथोटोमी पोजिसन। लिथोटोमी पोजिसनमा के कुरा बुझ्नुपर्छ, एउटा सुपाइन भनेको बुझ्नु पर्यो, लेग्सहरू सेपरेट भएको बुझ्नु पर्यो, थाइजहरू फ्लेक्स भएको बुझ्नु पर्यो, र हिप्सहरू पनि फ्लेक्स भएको, हिप्स र हाम्रो नीहरू फ्लेक्स भएको हुन्छ, फ्लेक्स पनि पार्सियली फ्लेक्स भएको हुन्छ, दिज आर पार्सियली फ्लेक्स। थाइहरू हाम्रो एब्डक्ट भएको हुन्छ। सो वाट आर द इन्डिकेसन अफ लिथोटोमी पोजिसन? लिथोटोमी पोजिसन कुन बेला लिथोटोमी पोजिसन गरिन्छ भनेको, र बच्चाको डेलिभरीको बेलामा गरिन्छ, अर्को भनेको हाम्रो रेक्टलको इक्जामिनेसन गर्नु पर्यो भने त्यो बेला गरिन्छ, या भजाइनाको इक्जामिनेसन गर्दाखेरि गरिन्छ, या त हिस्टेरेक्टोमी भनेको युटेरसलाई सर्जरी गरेर रिमुभ गर्दाखेरि गरिन्छ। सर्जरी गरेर हामी युटेरसलाई जुन रिमुभ गर्छौँ त्यति बेला हामीले लिथोटोमी पोजिसन गर्छौँ। सो आजको भिडियोमा हाम्रो यति नै हो।